सबैलाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह। म आशा गर्दछु तपाईहरु आनन्दित हुनुहुन्छ होला र आउनुस् आजको हामी डेली डिभोसनमा जानेछौँ र त्यसभन्दा पहिला हामी एक सानो प्रार्थना गर्नेछौँ। परमप्रभु परमेश्वर, आज मेरो भाइ बहिनीहरू जति पनि यो डेली डिभोसनमा जोडिनु भएछन्, प्रभु तिनीहरूको जीवनमा तपाईले कुरा गर्नुहोस् र परमेश्वर तपाईले जे हाम्रो जीवनमा आज बोल्नुहुनेछ त्यसलाई सुन्न र बुझ्नको लागि हाम्रो सहायता गर्नुहोस्। प्रभु सबै कुरामा आदर र महिमा मान सम्मान तपाईलाई दिँदै ख्रीष्ट येशूको नाउँमा प्रार्थना गर्छौं, आमेन। आजको हाम्रो वचन लिएको छ भजन संग्रह 145 अध्यायको 13 वचनबाट, जसमा यस्तो प्रकारले लेखेको छ, परमप्रभु तपाईको राज्य सदा सर्वदा रहनेछ, तपाईको प्रभुत्व सदा सर्वदा रहिरहनेछ, आमेन। प्रभुको वचन पढ्दाखेरिमा आशिष होस्। अनि आज हामी हेर्छौँ यो वचनद्वारा, यो वचनलाई चाहिँ दाउदको द्वारा भनिएको हो। दाउदले आफ्नो जीवनबाट परमप्रभुको प्रशंसा गर्दैछन्। उहाँ कुन परिस्थितिमा छन् हामीहरूलाई थाहा छैन, तर आफ्नो जीवनबाट परमप्रभुलाई महिमा चाहिँ उहाँले दिइरहेका छन्। मेरा प्रियहरू, आज हाम्रो जीवनमा पनि यस्तै कुराको खाँचो छ। हामीले आफ्नो जीवनमा हेर्नुपर्छ, हामीहरूले परमप्रभुलाई चाहिँ हर समय सदा सर्वदा महिमा दिइराख्नुपर्छ। हामीहरू आजसम्म पनि जिउँदछौँ भनेपछि हामीले परमप्रभुलाई महिमा दिनुपर्छ, परमप्रभुको प्रशंसा गर्नुपर्छ। यस वचनमा लेखेको छ, परमप्रभु तपाईको राज्य सदा सर्वदा रहनेछ। आज हामी हेर्छौँ परमप्रभु चाहिँ हाम्रो राजा हुनुहुन्छ र हामी उहाँको राज्यका अधिकारी हुन्। परमप्रभुको अगाडि वचनमा लेखेको छ, तपाईको प्रभुत्व सदा सर्वदा रहिरहनेछ। म तपाईलाई भन्न चाहन्छु, परमप्रभुको चाहिँ राज्य चाहिँ यो संसार भन्दा पनि धेरै ठुलो छ। जब यो संसारको सुरुवात चाहिँ भयो थिएन, त्यो भन्दा पहिला पनि परमप्रभु अस्तित्वमा हुनुहुन्थ्यो र त्यसपछि परमप्रभुले चाहिँ जब सब थोक बनाइसक्नु भयो, त्यसपछि पनि परमप्रभुको वचनले भन्छ उहाँ अहिले पनि जिउँदो छन् र उहाँको राज्य चाहिँ अहिले पनि सदा सर्वदा राज्य गरिरहनु भएको छ परमेश्वरले। मेरा प्रियहरू, आज हाम्रो जीवनमा परमप्रभु के राज्य गर्दै हुनुहुन्छ, हामीले आफ्नो जीवनमा जाँच्नको आवश्यकता छ। यो समयमा हामी आफ्नो हृदयमा हेरौँ कि परमेश्वर मेरो जीवनमा राज्य गर्दै हुनुहुन्छ कि हुन्न। यदि आज हाम्रो जीवनबाट नराम्रो कुराहरू भइराखेछन्, हाम्रो शब्दबाट नराम्रो कुरा हामी बोलिराखेछौँ भनेपछि याद राख्नुहोस्, परमप्रभुको राज्य चाहिँ तपाईको जीवनमा छैन। यदि आज पनि तपाईँ ख्रीष्ट येशूमा भएर उहाँको इच्छा अनुसार जिउँदै हुनुहुन्छ भनेपछि तपाईँ प्रभुको राज्यमा हुनुहुन्छ र उहाँको राज्यको अनुसारमा हिँड्नुहोस्। मेरा प्रियहरू, आजको सन्देशद्वारा म तपाईलाई यो भन्न चाहन्छु कि यदि तपाईहरू परमप्रभुको राज्यमा छौ भनेपछि परमप्रभुको अनुसार उहाँलाई पछ्याएर अगाडि बढ्नुहोस्। आउनुहोस्, म एक सानो प्रार्थना गरेर यस समय म पूरा गर्न चाहन्छु। परमप्रभु, म धन्यवाद दिन्छु जो वचन आज हामीले बोल्यौँ र पढेका छौँ। प्रभु, हाम्रो जीवनमा सही गुना प्रतिफल ल्याएको होस् भनेर प्रार्थना गर्छौँ। पवित्र आत्मा, तपाईले हाम्रो जीवनमा कार्य गर्नुहोस्। सबै कुरामा आदर र महिमा मान सम्मान तपाईलाई दिँदै प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्छौँ। पिता, सुन्नुहोस् र कबुल गर्नुहोस्, आमेन। सबैलाई जय मसीह।